अहिले यस्तो पुरानो टुटेको फुटेको फोन ल्याएर एउटा नयाँ फोन लाँदै हुनुहुन्छ है। फोन नयाँ पो त फोन चाहिँ यही नै हो, रेडमी 15C भन्ने लाँदै हुनुहुन्छ उहाँले। दाइलाई कतिको सजिलो भयो यो फोन साट्नलाई? एकदमै सजिलो हो मलाई चाहिँ। रेटहरू चित्त बुझाएको नि तपाईँलाई? रेटहरू एकदम चित्त बुझ्यो। अब यो हामीलाई त यस्तो थाहा नहुँदा यो कबाडीमा फाल्ने फोनहरू हो, तर त्यो फोनले चाहिँ केही पैसा प्लस गरेर नयाँ आउँदो रहेछ, खुसी लागेको छ। ए ल, अरू कस्टमरलाई के भन्नु त? अरू कस्टमरलाई पनि यस्तो फोनहरू छ भने नफाल्नु, कपहरूसँग नसाट्नु होइन। अहिले त कपसँगै साट्ने, भाँडाकुँडासँगै साट्ने त्यस्तो सिस्टम छ, तर यहाँ ल्यायो भने नयाँ फोन पाउँदो रहेछ। ए यही नै ल, जानकारी गराउनु यो 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 चाहे। यो अफरको लागि चाहिँ हाम्रो ताम्रागार नजिकै एसडी इलेक्ट्रोनिक्स भन्ने सप रहेको छ, यहाँभित्र सबैजनाले गरिदिनु होला। अहिले एक्सचेन्ज मेला पनि चलिरहेको छ। जस्तो सुकै फोन फुट्या सुट्या जस्तो कबाडी फोन भयो नि तपाईँलाई यहाँ चाहिँ एक्सचेन्ज जुनसुकै फोन भयो नि भ्यालु चाहिँ पाउनुहुन्छ मजाले। सो तपाईँहरू चाँडोभन्दा चाँडो भिजिट गर्नु होला। धन्यवाद है हस्, तपाईँलाई। धन्यवाद, थ्याङ्क यू।